धन्यवाद है आदरणीय यस कार्यक्रमका सभाध्यक्ष विशिष्ट अतिथि र मञ्चमा उपस्थित सम्पूर्ण सहयोगका प्रिय कमरेड साथीहरू र निर्णायक मण्डलको भूमिकामा बसिदिनुभएका सम्पूर्ण सरहरू लगायत अन्तिमसम्म पनि मैले सधैँ भन्ने गरेको छु हामीहरू सङ्ख्यात्मक भन्दा पनि सधैँ गुणात्मकमा चाहिँ हामीले विश्वास गर्नुपर्ने हुन्छ र अन्तिमसम्म बसिदिनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू आजको यस भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका विषयमा सबै सान्दर्भिक टपिक्समा चाहिँ जुन आज अन्तर्राष्ट्रिय वैश्विक गभर्मेन्ट क्याम्पस कमिटीले चाहिँ यो प्रतियोगिता राख्यो यसको निम्ति म अन्तर्राष्ट्रिय वैश्विक गभर्मेन्ट क्याम्पस कमिटीलाई पनि हार्दिक आभार र कृतज्ञता प्रकट गर्न चाहन्छु र पछिल्लो समय तपाईँलाई थाहा छ देशमा एक किसिमको उथुल्लै भन्नुपर्छ हामीहरूको भन्ने शैलीमा चाहिँ एक किसिमले भ्रष्टाचार नियन्त्रणको विषयमा जुन हाम्रो तन्देरी पुस्ताले जेन्जी भन्दा पनि यो जेन्जी भनेको आयातित शब्द हो हामीले हाम्रो मौलिक शब्दलाई चाहिँ अलिकति प्राथमिकता दिनुपर्छ जेन्जी भनेको पूर्वीय बाट चाहिँ पश्चिमा हातमा चाहिँ प्रयोग गरेको शब्द हो हामीले चाहिँ यसलाई तन्देरी शब्द चाहिँ प्रयोग गर्नुपर्छ यो तन्देरीहरूले जुन तपाईँ हामीहरू सबैले चाहिँ जो देशमा भएको भ्रष्टाचारबाट आजित भएर हामीहरूले चाहिँ जुन किसिमको चाहिँ देशमा परिवर्तन आएको छ यो परिवर्तनलाई चाहिँ आत्मसात गर्दै हामीहरूले चाहिँ अबका दिनहरूमा चाहिँ कसरी चाहिँ अब हामीहरूको युवाहरूको भूमिका विद्यार्थीको भूमिका र विद्यार्थी आन्दोलनको भूमिकालाई कसरी चाहिँ हामी चाहिँ अबका दिनमा चाहिँ फेरि रूपान्तरित तरिकाले चाहिँ नयाँ तरिकाले कसरी हामीले लिने भन्ने कुराहरू हामीहरूको मुख्य जिम्मेवारी रहेको छ पछिल्लो समयमा विद्यार्थी आन्दोलनको औचित्यमाथि पनि प्रश्न चिन्ह खडा भइरहेको छ यसलाई पनि अब हामीले कसरी चाहिँ पूर्ण ताजगी गरेर हिजोका दिनमा जसरी हामीले शासकीय व्यवस्थाको लागि लडेका थियौँ अब चाहिँ हामीले चाहिँ देशमा भ्रष्टाचार रहित सुशासन को समाजको हामीले कसरी निर्माण गर्ने यो कुरामा हामीहरूको जिम्मेवारी रहेको छ पछिल्लो समय एउटा म तपाईँलाई भन्ने के भन्न चाहन्छु भने हामीहरू आर्थिक रूपले चाहिँ 5-10 वर्ष पछाडि परे पनि हाम्रो समाज जसरी हाम्रो समाज खल्बलिन्छ हाम्रो समाज हाम्रो संस्कृति जसरी भाषाभाषी हाम्रो चाहिँ विविधता आउँछ यो कुरा खल्बलियो भने हामीले चाहिँ 50 वर्ष 100 वर्ष हामीहरू चाहिँ पछाडि हुन्छौँ त्यसको कारणले यो कुरामा चाहिँ हामीले चाहिँ एकदमै सजग भएर एकले अर्कोलाई आक्षेप नलाग्ने गरी हामीले चाहिँ एकअर्काप्रति द्वेष नराख्ने गरी एकअर्काप्रति सद्भाव राख्ने गरी हामीले चाहिँ हरेक कुरामा एकअर्काप्रति टिप्पणी राख्छौँ भन्दै आजको यस समयको अभावको कारणले गर्दा म तपाईँहरूसँग मेरो यही शब्दहरू टुङ्ग्याउँदै आजको यस कार्यक्रमको फेरि पनि अन्तर्राष्ट्रिय क्याम्पस टिमलाई चाहिँ हार्दिक आभार प्रकट गर्दै बिदा गर्न चाहन्छु हवस् धन्यवाद।